बुझान यहाँ चाहिँ ट्याक्क साउन मिलाएर कपाल सबर लाग्यो। बुटोल जान लाग्यो। बुटोल चाहिँ अब किन जानला यो दाजुहरूलाई सरप्राइजमा राखौँ ल। अहिले चाहिँ यसो प्याकस्याक गरेर अब चाहिँ टक्क निस्किन थाल्यो। प्याक भयो बुटोलको लागि। ट्याक्क म पनि रेडी भइसकेँ। अब चाहिँ ट्याक्क निस्किन थालेको रुमबाट। ट्याक्क बुटोल जाने यो चाहिँ डाँडा बस पार्क। गाडी बल्ल बल्ल प्याक भयो। कुद्दा ट्याक्क बुटोल गइन्छ। तपाईँहरूलाई देखाउँदै जान्छु कता कस्तो हो। ट्याक्क लाएर ठ्याक्कै हामी चाहिँ पुल्चोक आइपुग्यो। अब यहाँ चिया खाएर यो होटलमा चिया खान्ला। हावा चाहिँ बवाल आउँदो रहेछ। नारायण पुल अब यहाँ चिया खाएर टक्क बुटोलको लागि फेरि हिँडिन्छ। नारायण पुलको दर्शन गरियो। ट्याक्क होटल चिया खान्ला। यहाँ चाहिँ यस्तो चिसो हावा हो। नारायणी खोला यो ठुलो छ। पिलर पनि कतिवटा हो? एउटा, दुईवटा, तिनवटा, चारवटा, 5, 6, 7, 8, 9, 10, 11वटा, 12वटा जति। नारायणपुरमा बोट चलिरहेको मस्त छ। यसको लागि चाहिँ फेरि यो स्यामसङको के अरे दाइ कुन सेट रे? बुटोलको लागि यो ल त्यो गाडीको जाम बवाल छ। बोटो जानला। यो चाहिँ अस्ति न इन्डियन गाडी आएर पुल भाँचेको पुल छ। त्यो पुल चाहिँ बनाएर आएर चाहिँ यहाँ हेर्नु। अनि त्यही पुल जाने बाटोमा चाहिँ जाम भएर वान वे भएर होला। रोदी हामी यहाँ बसियो। ट्याक्क यो बसमा हो। ल जाम हेर्नु है कतिखेर खुल्ने हो। ल पुरै जाम भएर यहाँ हाम्रो गाडी चाहिँ यो पुरै एसीवाला गाडी छ। अझै अलिअलि खुले सरकारले चाहिँ अब यो उहाँको पुल भाँच्यो हो कि 1-1.5 महिना भइसक्यो। एउटा छुट्टै ट्र्याक यहीँ बाटोबाट एउटा छुट्टै ट्र्याक आउनु जानु बनाइदिया भए पनि बवाल हुन्थ्यो। अब यति त गर्नु सक्दैन। के गर्नु? सरकारले नेताहरूले डुबायो जनताहरूलाई शास्ति मात्र दिनलाई खोजे सबैले। ल हाम्रो गाडी थियो। के अरे कान्छ भाइलो बनाइदिनु तल म ल। तेरो भोला चाहिँ धेरै खाने गरे तैँले कि दाँते त्यस्तो हो तेरो? खै यता हेर्दा यहीँ गर्दा गर्नु गर। पुरै जाम जाम बुटोल जान लाग्यो। अब उता अर्को साइडबाट पनि गाडी हालिदिने यो साइडबाट पनि हालिदिने। अब नियम कसैले पालना गर्दैनन्। त्यो कारणले चाहिँ दुःख पाइन्छ। अब उतापट्टि साइडबाट पुलिस राखेर अर्को लिकबाट गाडी हाल्नु नदियो भने त जामै हुँदैन थियो। त्यस्तो छ। यताको माहौल हेरौँ के छ।
यो जाम हेर्नु ल के बासमा आइपुगेको छ यहाँ जाम भएर खानेकुरा किनेर बाटोमा जाम छ खानेकुरा किनेर दुब्की बासमा आएको पुलिस अङ्कलले चाहिँ के भन्नु आर्मी दाइहरू हुन्छ नि पुरै बबाल बाटो ल उता पनि जाम फलाइची पानी लाउनु ल कसैले नदिने बुझ्छ सुन्नु के भन्दा कसैले नदिने मित्र किन कहाँ दिने त नि भोलि नै खाएर बस्नुहोस् त्यो त मेरो हाल्नु हो कहाँ नखोला न बाबु ढोका खोल्नु भएन जाम पुरै जाम गाडी चाहिँ पुरै अरे या बुटोल काठमाडौँ हो ट्याङ्कर जाम हेर्नु हामी चाहिँ 3 घन्टा जति भयो यहाँ दुब्के बासमा अब पुरै 3 घन्टा जति भइसक्यो गाडी पुरै गाडीमा बाइक हाल्छ ल हेर्नु यहाँ देशको हालत यस्तो छ नेताहरू खालि काठमाडौँ बस्ने झाडा गर्ने ल हेर्नु यहाँ रियल जनताको यहाँ बिजोग यस्तोसम्म बाटोमा त चाँडो बाटो बन्दैन भने अब यो डाँडा काँडातिर त जो डाँका नेताहरूले ल हेर्नु प्रगति गरेर देशलाई ल हेर्नु बिजोग यहाँ हेर्नु टक्क 7:21 भयो रातिको बेलुकाको हामीमा 4 घन्टा गयो यो दुम्की बासमा परेको जाम यस्तो छ बबाल खालको छ सरकारलाई बाल छैन यताको जनताले आन्दोलन गर्ने यताउता गरे त हुन्थ्यो नि यिनीहरूलाई पनि व्यापार हुँदो रहेछ व्यापार भएपछि आन्दोलनसँग झन् बन्द भइदियो हुन्थ्यो भने सोद्धा रहेछन् न टोइलेट जान दिन्छन् त्यो बिजोग नेताहरू प्लेनमा आएर पुरै मर्सिडिजमा हिँड्छन् ल हेर्नु जनताले दुःख पाएको ल हेर्ने 4 घन्टा भइसक्यो केही खान पाएको छैन कसैले खान पाएन केही गर्नु पाएन बिजोग गाडीहरू यस्तो छ है ल हेर्नु अझै 3-4 घन्टा जाम हुन्छ अरे अब यो नेताहरूलाई सबलाई लहाट्नुपर्छ ल हेर्नु त्यत्तिकै जनताले नेताहरूलाई गाली गरेको होइन ल हेर्नु जनताले दुःख पाएको बिजोग यस्तो सम्भव बाटोको त्यस्तो हालत छ नि जुम्ला हुम्ला डाँडातिर ल हेर्नु मान्छेको स्पिडमा हेर्नु ल रिसले सब रिसाएर ट्र्याक अब यसलाई बाइकमा आएको भए चाहिँ आज बिजोग हुन्न त स्कुटीमा आएर सही भयो के अरे गाडीमा आएर ठिक भयो के अरे हामी त एसीवाला हो ठिक छ एसीवालामा आएर ठिक भयो आज एसीवालामा नआएको भए बिजोग हुन्न त जनतालाई देखाइदिन्छु अनि नेताहरूलाई जनताले नेताहरूलाई गाली किन गर्यो त ल नेताहरूलाई मुख छाड्ने नेताहरूलाई गाली गर्ने कारण किन ल व्यापार जामको यसरी व्यापार भएपछि आन्दोलन टोली नगर्ने कारण चाहिँ यस्तो यसरी भरिभर हुँदो रहेछ पुरै व्यापार व्यवसाय चल्ने दाइ कति टाइम लाग्छ अब ल यस्तो जनताले दुःख पाएको बुटोल हेराबाट हिँडेको 11 बजे अब यहाँ हेर्नु ल तर म ट्याक्क देखाइदिनु अहिले 7:30 भइसक्यो बल्ल हामी यहाँ दुम्की बासमा छौँ त्यो जाम अहिलेसम्म खुलेको छैन ल हेर्नु घडी 7:48 भइसक्यो अहिलेसम्म खुलेको छैन यहाँ अब व्यापार चाहिँ लट भइरह सामानको मूल्य पनि बढी 20 रुपियाँ 30 रुपियाँ बढी अब तिर्ने पनि खानै पर्ने अब यहाँको वडा अध्यक्षहरू यताउता निगरानी गर्ने कसले त अब यो मूल्य वृद्धिकोमा भन्ने कसले यो बाटो कसले बनाउने हो
अब यो दैनिक हुन्छ अरे 4 घन्टा 5 घन्टा बन्द त दैनिक हुन्छ अरे कसले गर्ने यो कस्तो देश हो हाम्रो दाइको यहाँ गाडीको खलासी दाइ यहाँ पुरै फोनमा बिजी हुनुहुन्छ है गाडी चाहिँ गाडी हल्लिने चाहिँ हल्लिन्छ तर सर्दैन सर्दैन यस्तो बिजोग यो त्यतिकै नेतालाई गाली गरे होइन नि जनताले जनताहरू यस्तै जनता त होइन अब यहाँ आन्दोलन नगर्ने कारण चाहिँ किन रहेछ नि यहाँ व्यापार हुँदो रहेछ टन्ने फेरि तलतिरकोलाई धुलो नजाने बाटोकोलाई व्यापार हुने अनि कसले बोल्ने जनता अब उनीहरू नेताहरू हेलिकप्टर र पुरै कालो गाडीमा हिँडिहाल्छ हाम्रो गाडी चाहिँ हो अहिले चाहिँ अँध्यारो भएर देख्यो हाम्रो खलेदा यहाँ पुरै फोनमा बोलिरहनु गाडीको दाउनेको उकालोमा हो अहिले चाहिँ रातको 9:20 भयो अहिलेसम्म दाउनेको उकालोमा छ 11 बजे हेरेरबाट हिँडेको अब बुटो लाउनलाई यस्तोमा भएर ल जा त्यो बिजोग छ बिजोग धुलो हेर्नु फेरि त्यस्तै छ धुलो हेर्दा जुत्ता हेर्नु बिजोग ल दाउनेको उकालोमा पुरै जाममा प्रतिस्पर्धा परिरहेको गाडीहरू ल गाडी यहाँ बिग्रेर बसेर छ टिपर राजा अगाडि पुरै धुलो उडाउँदै हामी पुरै ओभरटेक गरेर गइरहेछौँ अगाडि अगाडि खलासी भाइले लो दुःख गरिरहेछ ओभरटेक गरेर हिँडिरहेछौँ गाडीलाई आइपुग्यो गाडी ओभरटेक गर्दै जाऊ 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 ल पुरै यहाँ सुरु भयो यहाँ जामी 3 लाइन गाडी यताबाट एउटा आइरहेछ यताबाट एउटा गइरहेछ ल हाम्रो लो रिसाइरहन त्यो ट्रकवाला दाइ लो रिसाइरहन गरेर बडावान ट्रेलर गइरह दुईतिर लाइन छ 2 ट्र्याकमा लाइन छ एकतिर आउने भइरह फेरि स्टार्ट भयो यहाँ गाडी बिग्रेर बसेर छ एउटा यो गाडी बिग्रेर बसेको कारणले गर्दा यो बाइक बिजोग गाडी ट्राफिक साफिक कोही छैन रे यहाँ ट्राफिक पनि छैन रे ट्राफिक पनि एउटा छैन पुरै डर लागिरहेको छु फेरि तल जङ्गलमा यहाँ ट्राफिक साफिक यत्रो जाम छ कोही ट्राफिकको नाम निशान केही छैन फेरि यत्रो प्याकमा ट्राफिक पुलिस एउटा छ ल नेतालाई गाडी नगरे कसलाई गाली गर्ने यताबाट गाडी डबल हालेको छ गाडी सिट्याएको त्यो सानो गाडीले यस्तो र्याक गरिरह यार धाउनेको बजार आइपुग्ला है ट्याक्क उकालो उक्लिरह यताबाट चाहिँ 2 लाइन गाडी हालेको छ यताबाट 1 लाइन गइरहेछ अब पुलिस पनि छैन ट्राफिक पनि छैन अनि कसले गर्ने खलासी दाइले चाहिँ लो दुःख गरिरहन् लो खलासी दाइले यहाँ बाटो पनि अप्ठ्यारो छ भनिदिइरहेछन् गुरुजीलाई बाटो पनि फेरि यस्तो डेन्जर छ गाडी अब कस्तो छ हल्लिन्छ यहाँ अब
नयाँ नयाँ सिकारु आयो भने त यहाँ बहुत टेन्सन हो सिकारु दिल्ली गाडीले गर्दा यार बढाउँदै बढाउने यार ल कान्छाले बहुत दामी हेल्प गरे यार सब गाडी कहाँ अगाडि लाग्ने छैन तर नि बढाउँदै बढाउने यार ल माथि मलाई भनेर म आउँथे नि त सृष्टि लेखेको ट्रक सब सब बिग्रेर बस्छ ट्रक पनि सब बिग्रेर बसेर धन्न दिया ल हाम्रो खलासी पुरै गइसक्नु भयो फेरि एक्टिभ ल यो टुटान्डीको बिजोग छ यहाँ यो ल साधनमाथि नआउनु होला तपाईँहरूलाई पहिले गाडीमा आउनु बिजोग हेर्ने दाउने उकालोमा धुलोले पुरै बाटो जाम अब यस्तै बाटो छ 3 लाइन बाटो छ कहिले सुधार गर्ने हो देशले थाहा छैन न ट्राफिक छ न पुलिस यहाँ एकजना बाटो यस्तो जाम छ यहाँनिर हाम्रो गुरुजी अगाडि आउनेको कालो 10:30 भयो दाउनेको उकालो उक्लिरहेको हो अहिलेसम्म अलिकति कटेर ओह्रालो झर्न पायो भने चाहिँ बवाल पुलिस देखियो यहाँ यत्रो जनामा जाममा ठाउँ पुलिस राखेर ट्याक्क गऱ्यो भने त जामै हुँदैन नि व्यवस्थापनै गर्न नसकेर हो क्या दाउने बजार ट्याक्क आइपुग्यो कति बज्यो भने 10:38 दाउनेको बजार 11 बजे हिँडेको डाँडाबाट बुटोल जानलाई जामले गर्दा बजार सब खोले दाउने बजार दाउनेमा फेरि बजारमा दही खान्ला यतिको 40 रुपियाँ रे ट्याक्क गाडी हिँड्यो अब ठ्याक्क 12:01 मा बजार आइपुग्यो खाइयो खाना चाहिँ फेरि 12:50 एममा खायो बुटोल पुगेन अहिलेसम्म बाटोमा हो दाउनेभन्दा अलि अगाडि गाडी चाहिँ हो खाना खाने होटल थियो खाना आएको चाहिँ यहाँ भोग्ला टन्न भएको कारणले भिडियो खिचेन 11 बजे हिँडेको अहिले हेर्नु ठ्याक्क 1:52 भयो बुटोल आइपुग्यो बजार त पुरै बन्द भइसक्यो ल बुटोल बजार 11 बजे हिँडेको 1:30 बजे आइपुग्यो